हेलो साथीहरू, गुड मर्निङ। म चाहिँ अब खाजा बनाउनु आँटेको है। अनि साङहरू पनि गरिसकेँ। साङ गरिसकेर चाहिँ अब म चाहिँ खाजा बनाउँ भनेर चाहिँ मेरो कपमा चिया पनि खाँदैछु। अनि अब चाहिँ मटरको छोला उसिन्छु है। मटरको छोला बनाउँछु अनि चाहिँ म रोटी पोल्छु, तपाईँलाई देखाउँछु है। आज म ब्रेकफास्ट बनाएको, तपाईँहरूलाई हेर्दै गर्नुहोस् है साथीहरू। मैले मटर र आलु लगाएको छु। यसलाई चाहिँ भन्छ घुगनी होइन, घुगनी भन्छ यसलाई। अनि यहाँ चाहिँ मेरो चिया, अनि यहाँ चाहिँ मेरो एउटा बिस्किट हो। एउटा चाहिँ खाएँ मैले बिस्किट, एउटा चाहिँ छ हो। अन्त यहाँ चाहिँ कस्तो भइरहेछ, धुम्म छ, तर घाम चाहिँ लाग्छ दिउँसो चाहिँ डरलाग्दो है। यो मटर चाहिँ उसिन्छु अनि मैले यहाँ बोलमा चाहिँ आँटा गुनेर राखेको छु है। तपाईँहरूलाई सो म अहिले देखाउँछु, हेर्दै गर्नुहोस् है त। हेर्नुहोस् मेरो आँटाको डो पनि रेडी छ है। अब यो आँटालाई चाहिँ म मोलेर गुनेर अब उयो गरेर देखाउँछु तपाईँहरूलाई, बनाएर रोटी बनाएर देखाउँछु यसको चाहिँ म। हस्, हेर्दै गर्नुहोस् है त साथीहरू। मेरो नान चाहिँ यहाँ बेलेर पनि रेडी भइसक्यो है। अब म पकाएर देखाउँछु। मैले चाहिँ आज चाहिँ नान रोटी बनाएको फर्स्ट टाइम ट्राई गर्दैछु है, कस्तो हुन्छ है, तपाईँहरूले कमेन्ट गर्नुहोस् होला। मेरो नान चाहिँ रेडी हुँदैछ है। अनि यहाँ चाहिँ मैले दुईवटा बनाइसकेँ नान। कस्तो लाग्यो तपाईँहरूलाई? यो चाहिँ मैले धनियाँ सनियाँ हालेर बनाएको, यो चाहिँ मैले सादा बनाएको है। तपाईँहरूलाई कस्तो लाग्दैछ भन्नु होला कमेन्टमा। यो चाहिँ यस्तो बबल्स हुँदैछ। बबल्स उठेपछि चाहिँ त्यसलाई चाहिँ सेक्नुपर्ने हुन्छ है। तपाईँहरूलाई म सबै बनाएर देखाउँछु है साथीहरू। मेरो नान पनि रेडी भइसक्यो है। अब म बनाउन जान्दछु छोला है। अन्त देखाउँछु तपाईँहरूलाई लास्टमा इन्डिङ। साथीहरू, मेरो नान पनि रेडी भयो है। आमाको लागि मैले लगिदिँदैछु। हस् साथीहरू, आजलाई यति नै। बाई बाई सबैलाई, गुड मर्निङ पनि साथसाथैमा है। मैले आमालाई लगिदिँदैछु, आमा बसिरहेको चाहिँ यहाँ। आमाले खानु हुँदैछ अब। हस् त साथीहरू, बाई।